सकिन आदरणीय कविवर लक्ष्मीप्रसाद मिश्रजीलाई सुन्छौँ। धन्यवाद कुशल कार्यक्रम सञ्चालकज्यू। मैले कसैको फोटो भिडियो केही देख्न पाएको छैन, पुरै अँध्यारो छ। मेरो फोटो आएको छैन त्यहाँबाट हेर्नु त सर। आएको छ अनि स्रष्टाहरूले पनि देख्नु भएको छ। होइन, मैले त अलिक काटिएको छ भने सर्न खोज्या हो। धन्यवाद छ। मैले चारु लिएर आएको छु। यो चारुको जन्म हुनुभन्दा पहिला यसलाई स्वतन्त्र गजल भन्ने गरिएको थियो, अहिले चारु भन्ने गरिएको छ। मैले शीर्षक दिएको छु शुभकामना सान्दर्भिक कविता, यो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको बारेमा। यी पृथ्वी नारायणले कति कष्ट गर्यौ होला, यी पृथ्वी नारायणले कति कष्ट गर्यौ होला, युद्ध कला गर्दाखेरि कति ठाउँ सर्यौ होला, उनैले नि आर्ज भूमि अहिलेसम्म बाँचिरहेछ, उनैले नै आर्ज भूमि अहिलेसम्म बाँचिरहेछ, सधैँभरि बाँच्न पर्ने तिमी किन मार्यौ होला, सधैँभरि बाँच्न पर्ने तिमी किन मार्यौ होला, यही एकता दिवसको दिइरहेछौँ शुभकामना, यही एकता दिवसको दिइरहेछौँ शुभकामना, नेपालको एकीकरण गर्दा कति चर्यौ होला, नेपालको एकीकरण गर्दा कति चर्यौ होला, गढी टेन्जा बङ्करको धेरै निर्माण गर्यौ तिमीले, गढी टेन्जा बङ्करको धेरै निर्माण गर्यौ तिमीले, डाँडा पाखा थुम्का उग्ली तल कति झर्यौ होला, डाँडा पाखा थुम्को उग्ली तल कति झर्यौ होला, बारुदले यो आकाश रङ्गिएको थियो अरे, बारुदले यो आकाश रङ्गिएको थियो अरे, बम गोला गोलीहरू तिमीले कति छर्यौ होला, बम गोला गोलीहरू तिमीले कति छर्यौ होला, ती 24 राज्यलाई हराउन गाह्रो थियो, ती 24 राज्यलाई हराउन गाह्रो थियो, सानातिना राज्यसँग तिमी कति लड्यौ होला, सानातिना राज्यसँग तिमी कति लड्यौ होला, हतियार खाद्यान्नको व्यवस्थापन गर्न गाह्रो, हतियार खाद्यान्नको व्यवस्थापन गर्न गाह्रो, म्यागजिनमा गोलीहरू तिमीले कति भर्यौ होला, म्यागजिनमा गोलीहरू तिमीले कति भर्यौ होला, यत्रो युद्ध जित्न अझै सानाबादले जितिँदैन, यत्रो युद्ध जित्न अझै सानाबादले जितिँदैन, ती गोरखनाथ बाको आशीर्वादमा पर्यौ होला, ती गोरखनाथ बाको आशीर्वादमा पर्यौ होला, यी पृथ्वी नारायणले कति कष्ट गर्यौ होला, युद्ध कला गर्दाखेरि कति ठाउँ सर्यौ होला, युद्ध कला गर्दाखेरि कति ठाउँ सर्यौ होला। जय पृथ्वीनारायण, जय एकता दिवस। धन्यवाद। जय हिजोको एकता दिवस पृथ्वीनारायण शाहले गरेका कर्म, दुःख, कष्ट र एकताका लागि गरिएका प्रयासहरू र सफलताका लागि
उनबाट प्राप्त भएका आशीर्वादहरूले गर्दा नै यो सफल भएको हुनुपर्छ भन्ने भावसहित लेखिएको एउटा सुन्दर रचना यहाँ राख्नुभयो। आदरणीय कविवर हार्दिक आभार व्यक्त गर्दछु। लक्ष्मीप्रसाद मिश्रजी हुनुहुन्छ, आवाज वाचनमा छुट्टै लय आउँछ, जसले पनि सुन्दाखेरि अझ धेरै मजा हुन्छ। यो यात्रा सदैव अगाडि बढिरहोस्, लेखनको यात्रा अझ तीव्र रहोस्, त्यो तीव्र यात्राले नेपाली साहित्य संसारलाई अझ तीव्र अगाडि लगिरहोस्, यही आशा र सँगै आजको यस बसाइबाट हामी बिदा हुन्छौँ। धन्यवाद। धन्यवाद। जय साहित्य, जय राष्ट्रिय एकता दिवस। जय।